धुलै मैदानबाट सुरु भएको एउटा खेल आज नेपालभरि सबैभन्दा धेरै माया गरिने खेल बनेको छ। त्यो खेल हो फुटबल। सान्ना गलीदेखि भरिभराउ रङ्गशालासम्म फुटबलले नेपाली फ्यानहरूलाई अनगिन्ती खुसीका क्षण र मोमेन्टहरू दिएका छन्। तर के तपाईँहरूलाई थाहा छ नेपालमा फुटबल कसरी सुरुवात भयो र कसरी यो एउटा सिम्पल खेल फुटबल सारा नेपाली जनताको मुटुमा बस्न सफल भयो? आजको भिडियोमा हामी हेर्नेछौँ पुरा नेपाली फुटबलको सम्पूर्ण इतिहास। च्याप्टर 2 ओरिजिन अफ एन्फा। 1921 देखि नै फुटबल नेपालमा एकदमै प्रख्यात खेल हुन थाल्यो र ड्युरिङ राणा डाइनेस्टी धेरै क्लबहरू र धेरै डोमेस्टिक टुर्नामेन्ट जस्तै राम जानकी कप 1934 मा र त्रिभुवन च्यालेन्ज सिल्ड 1948 मा भएको थियो। फुटबलको यो ग्रोथ र मान्छेको बीच पपुलारिटी देखेर 1951 मा अल नेपाल फुटबल एसोसिएसन, जसले हामी एन्फा भनेर चिनिन्छ, यसको सुरुवात गरिएको थियो। एन्फाको सुरुवात हुनु साथै डोमेस्टिक टुर्नामेन्ट, मार्टियर्स मेमोरियल लिग, एन्फा कप अनि गोल्ड कप टुर्नामेन्टहरूको सुरुवात हुन लाग्यो। यो टुर्नामेन्टहरूले गर्दा नेपाली फुटबलको ग्रोथ हुन साथै विभिन्न ठाउँबाट विभिन्न टाइपका खेलाडीहरू आउन थाले। यी गेमहरूले गर्दा नेपाली खेलाडीहरूको ग्रोथ र डेभलपमेन्ट निकै नै हुन थाल्यो, जसले गर्दा फुटबल पपुलर हुनुको साथै घर घरमा चिनिने एउटा गेम पनि भयो। डिस्पाइट ल्याक अफ किट, बुट, इक्विपमेन्ट, कोच अनि अरू इम्पोर्टेन्ट कुराहरू, नेपालीहरूले आफ्नो मेहनत र प्यासनले गर्दा नेपाललाई नेसनल लेभलसम्म पुर्याए। च्याप्टर 3 राइज अफ नेपाली फुटबल। 1963 मा नेपालले आफ्नो पहिलो इन्टरनेसनल अवे गेम अफगान गोल्डमा खेल्छन्, जस्तै हामी अहिलेको समयमा एएफसी च्याम्पियन्स लिग पनि भन्ने गर्छौँ। त्यो समयमा अरू एसोसिएसन जस्तै एन्फाले नि क्लबको साथमा एज अ नेसन पार्ट लिएका थिए, किनकि त्यो बेला प्लेयर र क्लबहरू निकै थोरै थिए र क्लबसँग इनफ फन्ड नभएको कारणले एन्फाले एज अ नेसन पार्ट लिनु परेको थियो। आफ्नो हिस्ट्रीको फर्स्ट टुर्नामेन्टको लागि एन्फाले 18 जना खेलाडी लिएर ढाका इस्ट पाकिस्तान, जस्तै अहिले बङ्गलादेश भनिन्छ, त्यहाँ ट्राभल गरे टु प्ले देयर फर्स्ट म्याच। नेपालले आफ्नो हिस्ट्रीको फर्स्ट गेम वेस्टर्न रेलवे पाकिस्तानी टिमसँग बङ्गाबन्धु नेसनल स्टेडियममा खेलेका थिए, जहाँ आफ्नो पहिलो खेलमा नेपालले 0-7 ले पराजित हुनु परेको थियो। नेपालले आफ्नो इतिहासको पहिलो इन्टरनेसनल गेममै हार बेहोर्नु पर्यो र यो एकदमै डिजास्टर पर्फर्मेन्स थियो। त्यसको 2 दिनपछि नेपालले आफ्नो दोस्रो गेम ढाका वन्डर्स पाकिस्तानको लोकल टिमसँग खेल्छन् र त्यो गेममा पनि नेपालले 0-7 ले पराजित हुन्छन्। यस्ता डिजास्टर गेमपछि नेपाल 2 गेम खेल्नु साथ टुर्नामेन्टबाट बाहिरिनु पर्यो र यी 2 गेमपछि नेपालले आफ्नो तेस्रो गेम एगेन्स्ट ढाका पुलिस क्लब खेल्छन्। डिस्पाइट आफ्नो पहिलो 2 गेममा हार बेहोर्नु तापरे पनि नेपालले यस गेममा 1-0 गोलले गेम जित्छन्, जसमा प्रकाश विक्रम शाहले 51औं मिनेटमा गोल स्कोर गरेर इतिहास रच्छन्, जहाँ उनी पहिलो नेपाली खेलाडी बन्छन् टु स्कोर फर्स्ट गोल फर नेपाल एन्ड टु स्कोर फर्स्ट अवे गोल फर नेपाल, र यो गोलले गर्दा नेपालले आफ्नो फुटबल हिस्ट्रीको फर्स्ट गेम पनि जित्छन्। च्याप्टर 4 द गोल्डन जेनेरेसन। 1970 मा नेपाल फिफाको मेम्बर बन्छन् र यहाँबाट नेपालको गोल्डन जेनेरेसनको सुरुवात हुन्छ। त्यसको 2 वर्षपछि 1972 मा नेपाल एएफसी लाई जोइन गर्छन्। त्यसै गरी 13 अक्टोबर 1972 मा नेपालले रिपब्लिक अफ चाइनासँग एउटा फुटबल गेम खेल्छन्, जहाँ नेपालले 2-6 ले पराजित हुनुपर्छ र वाइबी घले नेपालको पहिलो खेलाडी बन्छन् जसले फिफाले अर्गनाइज गरेको टुर्नामेन्टमा गोल स्कोर गर्छन् एगेन्स्ट कुवेत इन 1982 एसियन गेम। नेपालमा फुटबल लोकप्रिय भए पनि त्यतिखेर ड्यु टु ल्याक अफ कोच, ग्राउन्ड, ट्रेनर, इन्फ्रास्ट्रक्चर नेपाली फुटबल धेरै ग्रो भएको थिएन र उनीहरूले आफ्नो पोटेन्सियललाई रिच गर्न सकेका थिएनन् र यो कुरालाई सल्भ गर्न फिफाले थ्रु युथ प्रोग्राम फुटबललाई नेपालमा प्रमोट गर्छन्। 1980s को मिडमा फिफाले फाइनेन्सियल एसिस्टेन्स र नम्बर अफ कोचहरूलाई नेपाल पठाउँछन् टु प्रमोट युथ प्रोग्राम, फाइन्ड ट्यालेन्ट फ्रम ग्रास पोइन्ट। इक्जाम्पलको लागि उनीहरूले यङ प्लेयरहरूलाई गाइड गर्थे अन एन्ड अफ द फिल्ड। सुरुको 5 वर्षसम्म आधी भन्दा बढी नेपाली खेलाडी थ्रु युथ प्रोग्राम आफ्नो गेम्सलाई डेभलप गरे र त्यो बेला नेपालले 2 चोटि गोल्ड मेडल जिते। पहिलो गोल्ड मेडल पहिलो साफमा र दोस्रो गोल्ड मेडल 6th साफ व्हिच इज साउथ एसियन फेडरेसनमा जितेका थिए। नेपाल ग्लोबल र्याङ्किङमा एकदमै कम भए पनि साउथ एसियन गेममा एकदमै सफल थिए, जसमा नेपालले 2टा गोल्ड, 2टा सिल्भर अनि 2टा ब्रोन्ज मेडल जितेका छन्। लेट 80s मा नेपालले टिम जस्ता डेनमार्क, युएसएसआर, इस्ट जर्मनी, वेस्ट जर्मनीसँग आफ्ना घरमा गेम होस्ट गर्छन्। त्यसै गरी 1997, 1998 मा गभर्नर गोल्ड कप जित्छन् र 1993 मा साफ च्याम्पियनसिपको 3rd प्लेससम्म अचिभ गर्छन्।
च्याप्टर 5 द डाउनफल अफ नेपाली फुटबल। नेपालको गोल्डन जेनेरेसन पछि सबैलाई लागेको थियो नेपाली फुटबलको राइज हुन्छ र एसियालाई टोटली डोमिनेट गर्छन् भनेर। तर कारणवश 2001 देखि 2003 सम्म गभर्नमेन्ट र फिफाले नेपाली फुटबललाई ब्याक गर्दैनन्, जसले गर्दा नेपाली फुटबल एकदमै ठूलो समस्यामा पर्छन्। नेपाली फुटबलमा पोलिटिकल इन्टरफेरेन्स र फेयर लिडरशिपले गर्दा फिफाले नेपालमाथि 2 वर्षको ब्यान पनि लगाउँछन्। यो ब्यान पछि हट्छ, तर त्यतिखेरसम्म नेपाली फुटबल एकदमै धेरै पछि सरिसकेको थियो। ब्यान पछि जनवरी 2003 मा नेपालले आफ्नो 100 इन्टरनेसनल गेम साफमा खेल्छन्, जहाँ नेपालले आफ्नो छाप छोड्न सक्दैनन्। त्यसैगरी 2002 मा फिफाबाट ब्यान हुँदा नि नेपालले अफगानिस्तानसँग 7 गेमको सिरिज खेल्छन्, जहाँ अफगानिस्तानले नेपाललाई 7 गेममा हराउँछन् र 0-7 ले त्यो सिरिज जित्छन्। र यो नेपाली इतिहासको एकदमै ठूलो हार थियो, जहाँ कुनै सिरिजमा नेपालले सबै गेम हारेर एउटा गेम पनि जित्न सकेनन्। यति धेरै कोसिस गर्दा नि नेपालमा धेरै कारणले गर्दा फुटबलिङ स्ट्यान्डर्ड ग्रो हुन सकेन, जसले गर्दा नेपाली फुटबलको गेम पहिला भन्दा झन् तल खस्किँदै गयो। र 2003 को एएफसी एसियन कप क्वालिफायरमा साउथ कोरियाले एकै गेममा 16 गोल स्कोर गर्छन् र 0-16 गोलले त्यो गेम जित्छन्। नेपालले आफ्नो 6 गेम भरि 45 गोल कन्सिड गर्छन्, जहाँ नेपालले 1 गोल पनि स्कोर गर्न सक्दैनन् र नेपालको गोल डिफरेन्स 6 गेममा -45 थियो। र यो अहिलेसम्म नेपाली फुटबल हिस्ट्रीको लागि एकदमै लज्जात्मक पर्फर्मेन्स थियो। नेपालको बेस्ट पर्फर्मेन्स भने 2002 को फिफा वर्ल्ड कप क्वालिफाइङ राउन्डमा आएको थियो, जहाँ नेपालले 4 गेममा 2 गेम जित्छन् र ती 2 गेममा 13 गोल स्कोर गर्छन् एगेन्स्ट इराक एन्ड मकाउ। 2006 सम्म नेपालले वर्ल्ड कप क्वालिफायर, एसियन कप क्वालिफायर र साफ च्याम्पियनसिप मात्र खेल्छन्, जहाँ नेपाली टोलीको पर्फर्मेन्स नामको मात्रै थियो। च्याप्टर 6 द रिबन अफ नेपाली फुटबल। नेपाली फुटबल टिम आफ्नो पुरै डार्क टाइममा थियो र यो सबै तब चेन्ज भयो जब नेपाली फुटबलले ग्राहम रोबर्ट्सलाई एज अ मार्की एपोइन्टमेन्ट गर्छन् र उनको आगमनदेखि नै नेपाली फुटबलको टाइम टोटली चेन्ज भयो। आफ्टर डिकेड अफ डिक्लाइन पछि नेपालले फुटबलमा फेरि केही सक्सेस एचिभ गर्छन्। नेपालले 2015 मा अन्डर 19 साफ च्याम्पियनसिप जित्छन् र 2016 मा 3वटा मेजर टुर्नामेन्ट जित्छन्, जसमा बङ्गाबन्धु कप, एएफसी सोलिडेटरी कप र साउथ एसियन गेम जित्छन्। र 2016 भरि नेपाली फुटबल टिम अनबिटन रहन्छन्, जहाँ त्यहाँ पुरै वर्षभरि उनीहरूले 1 गेम पनि हार्दैनन् र यो नेपाली फुटबलको लागि एकदमै सफल साल थियो। त्यसैगरी 2019 को एएफसी एसियन कप क्वालिफिकेसनमा नेपालले एकदमै राम्रो पर्फर्मेन्स दिएको थियो, जहाँ नेपालले आफ्नो 2 गेममा ड्र खेल्छन् र यी 2 गेम ड्र हुँदा पनि नेपाल एएफसी एसियन कपमा क्वालिफाई हुन सकेनन्। त्यसैगरी नेपाल पार्टिसिपेट इन 2021 साफ च्याम्पियनसिप, जहाँ नेपालले फाइनलसम्म पुग्छन्, तर स्याडली फाइनलमा इन्डियासँग 0-3 ले पराजित हुन्छन्। त्यसैगरी 2022 को फिफा वर्ल्ड कपको सेकेन्ड राउन्डको क्वालिफिकेसनको लागि नेपाल एकदमै स्ट्रङ ग्रुप एगेन्स्ट अस्ट्रेलिया, कुवेत र जोर्डनहरूसँग पर्छन्। आफ्नो सुरुको 5 गेम लगातार हारेपछि 6औं गेममा नेपाल एगेन्स्ट चाइनिज टेपाई जित्छन्। त्यसैगरी 2023 अक्टोबरमा नेपाल 2026 फिफा वर्ल्ड कप क्वालिफिकेसनको फर्स्ट राउन्डमा लाओससँग खेल्छन्, जहाँ नेपालले पहिलो लेगमा 0-0 को ड्र खेल्छन् र सेकेन्ड लेगमा मनिष दाङ्गीले गोल स्कोर गरेर 0-1 ले गेम जित्छन्। त्यसैगरी मार्च 2024 मा नेपाल बहरेनसँग 0-3 ले हार्छन् र 2016 को वर्ल्ड कपको नेक्स्ट राउन्डको लागि क्वालिफाईबाट बाहिर निस्किन्छन्। नेपाली फुटबल हिस्ट्रीमा हेर्ने हो भने हामी नेपाली फुटबल टिमको होम ग्राउन्ड चाहिँ दशरथ रङ्गशाला स्टेडियम रहेको छ, जहाँ हाम्रो किटको कलर चाहिँ रेड एन्ड ब्लू छ। त्यसैगरी प्रेजेन्ट हेड कोचको कुरा गर्ने हो भने उनी चाहिँ अस्ट्रेलियन कोच म्याट रस हुन् र प्रेजेन्ट क्याप्टेन हाम्रो नेपाली फुटबल टिमको किरण चेम्जोङ हुन्। त्यसैगरी नेपालका लागि सबसे बढी मस्ट एपियरेन्स भएका 2 खेलाडी किरण चेम्जोङ 113 एपियरेन्स र रोहित चन्द 103 एपियरेन्स। त्यसैगरी नेपाली फुटबल हिस्ट्रीमा हाइएस्ट गोल स्कोर गरेका खेलाडी गणेश थापा हुन्, जसले 14 गोल स्कोर गरेका छन् 36 एपियरेन्समा विथ 0.39 गोल रेसियो। त्यसैगरी एक्टिभ प्लेयरको कुरा गर्ने हो भने एक्टिभ प्लेयरमा हाइएस्ट गोल अन्जन विष्टले स्कोर गरेका छन्। उनले 13 गोल 75 एपियरेन्समा स्कोर गरेका छन् विथ 0.17 गोल रेसियो। र त्यसैगरी उनले 2 गोल स्कोर गर्ने हो भने उनी नेपाली फुटबल हिस्ट्रीको हाइएस्ट गोल स्कोरर पनि बन्छन्। विगत 15 देखि 20 वर्ष हेर्ने हो भने नेपाली फुटबलको प्रगति एकदमै कम रहेको छ। फ्रम ग्रासरुटदेखि टप लेभलसम्म केही प्रपरली म्यानेज नै भएको छैन र धेरै कुराले गर्दा नेपाली फुटबल अघि बढ्नेको साटो एकदमै पछाडिनु परेको छ। र आज नेपाली फुटबल अझै विकासको यात्रामा छ। नयाँ खेलाडीहरू, नयाँ अवसरहरू र लाखौं समर्थकहरूको मायाले नेपाली फुटबललाई अगाडि बढाइरहेको छ। सायद निकट भविष्यमा नेपालले अझै ठूलो अन्तर्राष्ट्रिय सफलता हासिल गर्न सक्छ। त्यसको लागि हामी नेपाली जनता, हाम्रो सरकार र हाम्रा खेलाडीहरूले निकै नै मेहनत गर्नुपर्छ, किनकि एउटा कुरा निश्चित छ, नेपाली फुटबलको यात्रा अझै सकिएको छैन, किनकि यो त केवल हाम्रो सुरुवात मात्रै हो।
नेपाली फुटबलको इतिहास अझै लेखिँदैछ र समयमा इम्प्रुभ गर्न सकियो भने भविष्य अझै उज्यालो हुन सक्छ। यदि भिडियो मन पर्यो भने च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। यो थियो नेपाली फुटबल एफसी, जहाँ नेपाली फुटबलको रोचक कथाहरू जीवित हुन्छन्। यस्तै फुटबल कन्टेन्टको लागि हामीलाई सब्स्क्राइब गर्नुहोस् र च्यानललाई फलो गर्नुहोस्। हस्त, जय नेपाल।